हेलो। फेरि पनि हामी क्लास 12 को एकदमै इम्पोर्टेन्ट क्वेसन गर्न गइरहेका छौँ, जुन चाहिँ हाम्रो पोलराइजेसन च्याप्टरबाट रहेको छ। एउटा डेरिभेसन हो, यो चाहिँ डेरिभेसन सर्ट 2 अर 3 मार्क्ससम्मको फिक्स क्वेसन। 2083 मा यो क्वेसन 100% स्योर क्वेसन, 100% स्योर क्वेसन हो, जुन चाहिँ ब्रिस्टर ल रहेको छ। ब्रिस्टर ल यसको स्टेटमेन्ट चाहिँ हामीले द टेन्जेन्ट अफ एंगल अफ पोलराइजेसन इज न्यूमेरिकली इक्वल टू रिफ्र्याक्टिभ इन्डेक्स अफ मिडियम। स्टेटमेन्ट चाहिँ यति लेख्दा हुन्छ। जस्तै हाम्रो यो चाहिँ डायग्राम रहेको छ, जुनमा चाहिँ यो चाहिँ भर्टिकल लाइन चाहिँ हाम्रो नर्मल रहेको छ, भर्टिकल चाहिँ लाइन चाहिँ नर्मल रहेको छ, जुनमा चाहिँ हामी एंगल एउटा इन्सिडेन्ट रे ड्र गर्छौँ। म जुनमा चाहिँ एउटा इन्सिडेन्ट ड्र गर्छु। इन्सिडेन्ट रे भन्दाखेरि हाम्रो चाहिँ इन्सिडेन्ट रे यसरी यहाँबाट एउटा इन्सिडेन्ट रे यसरी आउँछ। अनि इन्सिडेन्ट र यसरी आउँछ, जुन चाहिँ हाम्रो के हुन्छ, अनपोलराइज्ड हुन्छ, जुन चाहिँ हाम्रो अनपोलराइज्ड, जुन चाहिँ हाम्रो के हुन्छ, अनपोलराइज्ड लाइट हुन्छ। अनपोलराइज्ड जुन चाहिँ हाम्रो अनपोलराइज्ड लाइट हुन्छ र यसले चाहिँ एंगल थीटा पी बनाउँछ। एंगल थीटा पी एज्युम गरौँ, यसलाई चाहिँ हामी एज्युम दैट एंगल थीटा पी, र यो एंगल यहाँबाट यसरी चाहिँ कम्प्लिटली पोलराइज्ड भएर चाहिँ रिफ्लेक्सन हुन्छ। कम्प्लिटली पोलराइज्ड भएर चाहिँ रिफ्लेक्सन हुन्छ भन्दाखेरि कम्प्लिटली पोलराइज्ड भएर रिफ्लेक्सन हुन्छ। हामी यसलाई नै एंगल थीटा पी मानौँ, एज्युम गरौँ। जे मान्दा नि हुन्छ, यसलाई हामी एंगल चाहिँ थीटा पी मान्छु म। यो एंगल चाहिँ के हुन्छ, कम्प्लिटली पोलराइज्ड भएर जान्छ, कम्प्लिटली पोलराइज्ड। यो एंगल हाम्रो कम्प्लिटली पोलराइज्ड हुन्छ र हाम्रो चाहिँ यसपछि जुन चाहिँ पार्शियली पोलराइज्ड भएको एंगल चाहिँ यता आउँछ। यो एंगल चाहिँ के हुन्छ, यता गएको रे चाहिँ पार्शियली पोलराइज हुन्छ। यता चाहिँ पार्शियली पोलराइज्ड भएर जान्छ। पार्शियली चिन्ह चाहिँ हामीले कसरी दिन्छौँ भन्दाखेरि चाहिँ यसलाई चाहिँ पार्शियली पोलराइज्ड भएको मान्छौँ। पार्शियली पोलराइज्ड जुन चाहिँ एंगल हामी के मानौँ, आर लाई एज्युम गरौँ। यसको एंगललाई आर एज्युम मानौँ र यहाँदेखिको यहाँसम्मको एंगल चाहिँ हाम्रो 90 डिग्री हुन्छ। 90 डिग्री हुन्छ। अनि यो एंगल चाहिँ पुरै हाम्रो के हो भन्दाखेरि चाहिँ यो चाहिँ पुरै स्ट्रेट एंगल, यहाँदेखि यहाँसम्मको पुरै एंगल चाहिँ हाम्रो स्ट्रेट एंगल भयो। यो एंगल चाहिँ हाम्रो स्ट्रेट एंगल भयो भने स्ट्रेट एंगलको सम चाहिँ हाम्रो जान्छ 180 डिग्री हुन्छ। म त्यहीलाई बेस मानेर यस्तो गर्छु। जस्तै यहाँ पहिला म गिभन लेख्छु। गिभन भन्दाखेरि चाहिँ सोलुसनमा चाहिँ गिभन हामीलाई के दिएको छ भन्दाखेरि गिभन चाहिँ हाम्रो आई इज इक्वल टू थीटा पी। इन्सिडेन्ट रेटलाई हामीले थीटा पी माने, जसले चाहिँ हामीले के भन्छ, पोलराइजिङ एंगल। हाम्रो पोलराइजिङ एंगल भइसक्यो भने म के गर्छु भन्दा यो स्ट्रेट एंगलको पुरै लगाएर 180 डिग्रीको यो मानेर स्ट्रेट एंगल मानेर यसलाई बेस मानेर गर्छु। ल कस्तो भन्दाखेरि थीटा पी प्लस 90 डिग्री प्लस आर, यसको टोटल सम कति हुन्छ भन्दाखेरि 180 डिग्री हुन्छ। सम चाहिँ 180 डिग्री हुन्छ। देयरफोर थीटा पी प्लस आर इज इक्वल टू 90 डिग्री। 180 माइनस 90 इज 90 डिग्री। यसको लेख्न मिल्छ कि मिल्छ? मजाले मिल्छ एकदम। अनि त्यसपछि के गर्नुपर्छ भने त्यसपछि यसलाई सोल्युसन गर्नको लागि हामीले स्नेल ल युज गर्छौँ। बाई स्नेल ल युज गर्छौँ। अब स्नेलले भन्नै पर्दैन, 11 क्लासदेखि नै पढ्दै आएको स्नेल ल म्यु इज इक्वल टू साइन आई बाई साइन आर हुन्छ।
म यहाँ के गर्छु भन्दाखेरि कस्तो गर्छु भन्दाखेरि ल यसलाई चाहिँ हामी के मान्छौँ भन्दाखेरि μ1 यो रिफ्लेक्सन भन्दा यो चाहिँ रिफ्र्याक्सन यो चाहिँ रिफ्लेक्सन भयो यो चाहिँ रिफ्लेक्सन कम्प्लिटली पोलराइज गरेर रिफ्लेक्सन गरेको यसलाई चाहिँ μ1 मान्छु म यसलाई चाहिँ μ2 मान्छौँ यसलाई चाहिँ μ1 मान्छु ल जे मान्दैन μ1 μ2 जसलाई जे मान्दैन के फरक पर्दैन अनि म स्नेल ल युज गर्छु कस्तो भन्दाखेरि μ1 इन्टु साइन थीटा पी माथिकोलाई थीटा पी मानेको छ हामीले तलकोलाई थीटा आर इज इक्वल टु μ2 इन्टु साइन आर गर्न मिल्यो मिल्यो मजाले म यस्तो गर्छु भन्दाखेरि अब μ2 बाई μ1 इज इक्वल टु साइन थीटा पी बाई साइन आर हामीले के ल्याउनु पर्ने छ भन्दाखेरि म्यू इज इक्वल टु टेन थीटा पी यसको चाहिँ फाइनल डेरिभेटिभ चाहिँ यो फाइनल इक्वेसन चाहिँ म्यू इज इक्वल टु टेन थीटा पी हो अनि यो ल्याउनुको लागि चाहिँ मैले μ2 बाई μ1 इज इक्वल टु साइन थीटा पी बाई साइन आर गरेँ साइन थीटा पीलाई चाहिँ एच डिज राख्ने जे छ त्यही गर्ने र हामीलाई चाहिँ साइन थीटा बाई कस थीटा आयो भने टेन थीटा आउँछ त्यो कारणले गर्दा साइन आरको ठाउँमा 90 डिग्री माइनस थीटा पी 90 डिग्री माइनस थीटा पी गर्न मिल्यो जुन चाहिँ हाम्रो यताबाट माथिबाट साइन थीटा पी बाई कस थीटा पी भयो कि नै कस्तो भने साइन 90 डिग्री माइनस थीटा इज इक्वल टु कस थीटा हुन्छ अनि त्यही अनुसार चाहिँ मैले साइन 90 डिग्री माइनस थीटा पी इज इक्वल टु कस थीटा पी लेखेको र साइन थीटा पी बाई कस थीटा पी इज इक्वल टु टेन थीटा पी हुन्छ μ1 μ2 बाई μ1 μ2 बाई μ1 यस यो होललाई चाहिँ हामीले म्यू लेख्न मिल्छ देयरफोर म्यू इज इक्वल टु टेन थीटा पी मिन्स प्रुभ यति लेख्दा नि 100% यति लेख्दा नि 3 मार्क्स 2 or 3 मार्क्स फिक्स्ड यो चाहिँ फिक्स क्वेसन 100% आउँछ यो वर्ष नि 100% आउँछ यो वर्ष ल म 3 मार्क्स लेखेँ